जति माइनस पावर बढ्दै जान्छ त्यति चान्सेस हाई हुन्छ कि त्यो मान्छेको पछि गएर पर्दा च्यातिने, पछि गएर जलबिन्दु हुने, पछि गएर मोतीबिन्दु छिटो हुने हैन, अरूको भन्दा छिटो हुने र जलबिन्दु हुने अनि पर्दा च्यातिने। एकचोटि पर्दा च्यातियो भने त इट विल बी भेरी डिफिकल्ट। इभन यतिसम्म हुन्छ कि हाई पावर माइनस भएको फिमेलको त नर्मल लेबर गर्न पनि डक्टर सर डराइरहेको हुन्छ कि लेबर पुस गर्दाखेरि चाहिँ कतै पर्दा च्यातियो भने भनेर हैन, हिस्ट्री छ नि त्यो कुराको। सो त्यसले गर्दाखेरि चाहिँ माइनस पावर बढ्दै जाँदाखेरि आँखाको सिग्निफिकेन्ट इम्पोर्टेन्ट पोस्टेरियर पार्टमा चाहिँ कम्प्लिकेसन्स आउने, डिजेनरेटिभ चेन्जेस आउने, यो सबै कुराहरू नर्मल भन्दा धेरै नै हाई हुन्छ कि। सो त्यसले गर्दाखेरि चाहिँ रिस्क अहिलेको होइन, जवानीको रिस्क चाहिँ जब मान्छेको एज 40-50 हुँदै जान्छ अनि त्यसपछि चाहिँ डिजेनरेटिभ चेन्जेस एकदम छिटो आउने चान्सेस हुन्छ र मान्छे ब्लाइन्डमा जाने चान्सेस हाई हुन्छ।